यता भिड बितलियो क्या केटाहरूले सक्यो मान्छे यस्तो छ पुलिसले लुक्याटे नेपाल 2082 साल भदौ 23 गते काठमाडौँका सड़कमा जेनजी प्रदर्शनकारी परिवर्तनको माग गर्दै उत्रन्छन् तर तिनीमाथि अश्रु ग्यास र गोली प्रहार गरिन्छ। त्यसपछिका केही घण्टामा स्कुल ड्रेस लगाएका एक किशोर सहित 19 जना नेपाली युवा आफ्नै सुरक्षाकर्मीले हानेको गोलीबाट मर्छन्। यी मृत्युले जन्माएको रिसले भोलिपल्ट चर्को विरोध प्रदर्शन ल्याउँछ। यस पटकको रिस नियन्त्रण गर्नै नसकिने बन्छ। सड़कमा खिचिएका 4000 भन्दा धेरै भिडियो, प्रदर्शनकारी तथा प्रहरीसँगका विशेष अन्तर्वार्ता र बीबीसीआईले मात्रै प्राप्त गरेको प्रहरी रेडियोको गोप्य अभिलेखका आधारमा हामीले ती 2 दिनका त्रासद घटनाको सूक्ष्म विवरण यहाँ प्रस्तुत गरेका छौं। हामीले नेपालको शासक वर्गले कसरी यस प्रदर्शनमाथि नियन्त्रण गुमाए भन्ने खुलासा गरेका छौं। गोली हान्ने आदेश कसले दिएको थियो र परिवर्तनका लागि व्याकुल युवा पुस्तालाई नेपालका प्रहरी, सेना र राजनीतिक कर्मीहरूले कसरी निराश बनाएका थिए भन्ने सोधेका छौं। 12:40 बजे नै घातक बल प्रयोग गर्ने अनुमति दिइएको थियो। त्यससँगै घटनाक्रमले कोल्टे फेर्छ। त्यसपछिका 2 घण्टामा कम्तीमा 6 प्रदर्शनकारीलाई गोली लाग्छ। तीमध्ये 5 मर्छन् र सड़कको रिस चुलिएर क्रोध बन्छ। प्रहरी अलमल्ल बनेको छ। पुलिस सबै रक्ताम्य भएर मर्ने अवस्थामा छन्। मेन गेटमा गोली हाल्नुपर्ने अवस्था छ। यी रेडियोमा आएको आदेश स्पष्ट छ। फायर खोलेर सुरक्षित हुने, अवस्था नियन्त्रणमा लिने। आधिकारिक तथ्याङ्कका अनुसार भदौ 23 गते भएको विरोध प्रदर्शनमा 19 जना युवाले ज्यान गुमाए। थप 300 घाइते भए। प्रहरीले आफ्नै नागरिकमाथि गोली चलाउने अवस्था कसरी बन्यो त? हाम्रा प्रहरी सूत्रका अनुसार यो आदेश कल साइन किलो 1 बाट प्रहरी रेडियो मार्फत आएको थियो। हाम्रा केही साथीहरू गम्भीर रूपमा घाइते भए। हामी मध्ये एकजनाले उद्धारको लागि भन्यो। किलो 1 बाट गोली चलाउने आदेश आयो। प्रहरी सूत्र र हामीसँग रहेको अभिलेखका अनुसार कल साइन किलो 1 ले प्रहरी रेडियोमा उक्त आदेश दिएका थिए। तर किलो 1 प्रहरी चेन अफ कमान्डको सर्वोच्च ओहदाका व्यक्ति थिएनन्। प्रहरी रेकर्डले देखाए अनुसार बल प्रयोग गर्ने पहिलो आदेश पिटर 1 कल साइनका उच्चतम अधिकारीबाट आएको थियो।